Hello guys, how are you? Hope you are doing well. It's your boy aka Lil B. आज चाहिँ म चाहिँ तपाईहरुलाई यहाँ गार्डन नर्सरीबाट चाहिँ तपाईहरुलाई स्वागत गर्न गइरहेको छु। आशा छ तपाईहरुले भ्लग पुरै हेरेर साथ दिनु होला भन्ने। यहाँ विभिन्न किसिमका नर्सरीहरुमा फुलहरु देख्न सक्नुहुन्छ। तपाईहरुलाई पनि चाहिएको छ भने यो बत्केको पुलको थापा गाउँ पुल नजिकै यो ठ्याक्क रहेको छ, सम्पर्क गर्न सक्नुहुन्छ। यहाँ चाहिँ विभिन्न किसिमका फुलहरु रहेका छन्। फुल भनेको यस्तो चीज हो कि तपाईहरुलाई थाहा छ, देखेपछि मनलाई एउटा पोजिटिभ भाइब्स देखि लिएर धेरै कुराहरु यसले चाहिँ एउटा सकारात्मक ऊर्जा दिने काम गर्दछ। यहाँ विभिन्न यो फ्रुट्सहरुको होला सायद, फ्रुट्सहरु पनि यहाँ अलिअलि फलिसकेको छ। यो चाहिँ एकदमै राम्रो किसिमको फलफुलदेखि लिएर फुलहरु पनि पाउन सकिँदो रहेछ। यो जस दाइले एकदमै राम्रो पेशा गर्नुभएको रहेछ, किनकि यो एउटा नेचरसँग हैन खेल्ने कुरा पनि हो। आफूले लगायो, बिउ लगायो, हुर्किन्छ, फल्छ, फुल्छ अनि बेच्नुहुन्छ। एकदमै यो चाहिँ इन्ट्रेस्टिङ जबको रूपमा लाग्छ मलाई। र घरमा पनि यो सजाउन एकदमै राम्रो किसिमका यहाँ चाहिँ फुलहरु देख्न सकिन्छ। यो चाहिँ हाम्रो घरतिर पहिला खुल्सा खाल्सीहरुमा देखिन्थ्यो है। यहाँ चाहिँ दाइले यसरी दामी तरिकाले सजाएर राख्नु भएको छ। यो चाहिँ के स्नेक प्लान्ट के भन्थ्यो, यो भयो भने यहाँ हाल्यो भने स्नेकहरु आउँदैन भन्नुभएको थियो। यस धेरै किसिमका यहाँ चाहिँ फुलहरु देख्न सकिन्छ। साथीहरु तपाईहरु पनि आफ्नो घरमा एकदम सजावट हेर्दाखेरि एकदमै सकारात्मक ऊर्जा साथै आनन्दको एउटा चाहिँ वातावरण सृजना गर्न चाहनुहुन्छ भने यो नर्सरीलाई सम्झन सक्नुहुनेछ, जुन चाहिँ म चाहिँ डिस्क्रिप्सनमा पनि राखिदिन्छु यहाँको फोन नम्बर। यदि तपाईहरुलाई विभिन्न किसिमका नर्सरीबाट पाउन सक्ने बोट बिरुवाहरुदेखि लिएर फुलहरु चाहिन्छ भने यहाँ म चाहिँ मेरो लिंकमा राखिदिन्छु यहाँको फोन नम्बर पनि। ल हेर्नुस् यो क्या दामी छ। वाउ, यस्तो चाहिँ घरमा राखेर सजाउन दामी नै हुन्छ है। यो चाहिँ गेट फुल भइहाल्यो। यो चाहिँ आफ्नो घरमा टक्क बारदाली भनिन्थ्यो हाम्रो गाउँघरतिर हैन। त्यसरी झुन्नाएर राख्न चाहिँ एकदमै राम्रो देखिन्छ। यो फुल हेर्नु, यो पनि कस्तो दामी छ। एकदमै राम्रो फुलहरु छ साथीहरु। यो धुबी भइहाल्यो। सर र तपाईहरुलाई यो घुमाइदिन्छु। यो ब्लग चाहिँ एकदमै छोटो ब्लग रहनेछ, हेरेर साथ दिनु होला। र साथीहरु हेरिसकेपछि एउटा सानो लाइक तथा कमेन्ट पनि गरिदिनु होला भन्ने आशा गर्दछु। र यो ब्लग नयाँ ठाउँ भन्दा पनि तपाईहरुलाई एकछिन यसो मनमा चाहिँ अलि शान्ति अथवा पीसको भाइब्स दिने खालको भनेर मैले बनाउँदै छु। र हेरेर साथ दिनु होला है त साथीहरु। र साथीहरु अहिलेसम्म जसले हेरेर साथ दिनु भएको छ यहाँहरुलाई त्यसको लागि पनि एकदमै धन्यवाद दिन चाहन्छु। हेर्नुस् यहाँ पनि कस्तो दामी एकदमै डिफ्रेन्ट खालको यहाँ प्लान्टहरु देख्न सकिन्छ। यो प्लान्ट हेर्नुस्, सायद तपाईहरुको घरमा पनि अलरेडी छ होला र कति नभएको प्लान्टहरु पनि यहाँ देख्न सक्नुहुन्छ। यहाँ भित्र पनि गएर म देखाउँछु तपाईहरुलाई। अनि यहाँ विभिन्न किसिमको क्याक्टस टाइपको प्लान्टहरु छ। यो सिउँडीको काँडा जस्तो। यहाँ हेर्नुस् यो कस्तो दामी छ। यो नामहरु चाहिँ मलाई खासै थाहा छैन।
तपाईहरुलाई थाहा छ होला सायद। विशेष गरी यो नर्सरीको प्लान्टहरुमा जसले इन्ट्रेस्ट राख्नुहुन्छ उहाँहरुलाई यो थाहा हुन्छ। मैले चाहिँ तपाईहरुलाई आजको भ्लगमा देखाउने मात्रै काम गर्दछु। उहाँ चाहिँ प्रोपाइटर हुनुहुन्छ। उहाँले एकदमै राम्रो तरिकाले यहाँ चाहिँ म्यानेज गरेर उत्पादन तथा बिक्री गरिराख्नु भएको छ। यहाँ डाँफे पनि देखाइदिन्छु है त म तपाईहरुलाई। यस्तो दामी छ। डाँफेले टक्क यहाँ फुलबारीमा चरिराखेको जस्तो छ। यो तिहारे फुल भइहाल्यो। तिहारे फुलहरु पनि चाहिन्छ भने सम्पर्क गर्नु होला। यो चाहिँ लोकेसन ठ्याक्क तपाईहरु त्यता थापागाउँ पुलबाट आउनु भयो भने यता देख्न सक्नुहुन्छ। ल साथीहरु, यो सानो ब्लगबाट म बिदा हुन चाहन्छु। म यहाँको फोन नम्बर चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु। यदि चाहियो भने तपाईहरुलाई घरमा पनि डेलिभरी गरिदिनुहुन्छ सायद।